तरकारी खेतीको लागि मटर खेती गरिन्छ। यो कम समयमा धेरै उत्पादन गर्ने बाली हो। मटर कुनै पनि प्रकारको उर्वर माटोमा खेती गर्न सकिन्छ। क्षारीय गुण भएको जमिन मटर खेतीको लागि उपयुक्त मानिँदैन। यसको खेतीमा जमिनको पीएच मान 6 देखि 7.5 को बीचमा हुनुपर्दछ। मटर खेतीको लागि समशीतोष्ण उष्ण तटबन्धीय हावापानी राम्रो मानिन्छ। यसको बिरुवा चिसो हावापानीमा राम्रोसित बढ्छ र यसले राम्रोसँग चिसो पनि सहन सक्छ। मटर खेतीलाई धेरै गर्मी मौसम पनि उपयुक्त हुँदैन। मटरको बिरुवा सामान्य तापक्रममा राम्रोसँग अंकुरित हुन्छ। न्यूनतम 5 डिग्री सेल्सियस र अधिकतम 25 डिग्री सेल्सियस तापक्रम सहन सक्छ। अब लागौं मटरका उन्नत जातहरुतर्फ। आर्चर मटरको यो प्रजाति तयार हुन 55 देखि 60 दिन लाग्दछ। लिंकन मटरको यो प्रजाति तयार हुन 80 देखि 90 दिन लाग्दछ। यो प्रजाति पहाडी क्षेत्रको लागि विकास गरिएको हो। बोनविल यो प्रजातिले बिउ रोपेको 60 देखि 70 दिनमा उत्पादन दिन सुरु गर्दछ। मालवीय मटर मटरको यो जात पूर्वी तराईमा उच्च उत्पादनको लागि तयार पारिएको हो। यो प्रजाति तयार हुन 120 देखि 130 दिन लाग्ने गर्दछ। मटर खेतीको लागि फिल्ड तयारीतर्फ। मटर खेतीको लागि खुकुलो माटो आवश्यक हुन्छ। त्यसैले मटर खेती गर्नु पूर्व राम्रोसँग माटो बुरबुराउँदो बनाउनु पर्दछ। धेरै सिँचाइको आवश्यकता नपर्ने यस मटर खेती छोटो समयमा राम्रो आम्दानी दिन सकिने बाली हो।